सब्स्क्राइबर लिस्ट कसरी चेक गर्छ है? धेरैजना हाम्रो अडियन्सहरूले है एफबीमा हामीलाई सब्स्क्राइब गर्नुभएको हुन्छ र त्यो सब्स्क्राइब लिस्ट चाहिँ हामीले कसरी चाहिँ चेक गर्नुपर्छ है? कति कन्टेन्ट क्रिएटरहरूलाई थाहा हुन्न होला कि उनीहरूको अडियन्सले उनीहरूलाई सब्स्क्राइब गरेको छ भनेर है। जसलाई थाहा छैन उनीहरूको लागि चाहिँ भिडियो एकदम इम्पोर्टेन्ट हो र हामीलाई सब्स्क्राइब गरेको हुन्छ, हामीलाई माया गरेर हाम्रो भिडियो मन पराएर है र हामीलाई सब्स्क्राइब गरेको उहाँले हुन्छ र उहाँको लिस्ट चाहिँ हामीले चाहिँ कतिजनाले चाहिँ हामीलाई सब्स्क्राइब गरेको छ भने हामीले लिस्ट आउट चाहिँ हामीले कसरी निकाल्नुपर्छ भन्ने कुरा चाहिँ सानो भिडियोबाट म बताउने छु, भिडियो नै फोटोद्वारा। त्यसको लागि चाहिँ हामीले सबैभन्दा पहिला चाहिँ हामीले खोल्नुपर्ने हुन्छ प्रोफेसनल ड्यासबोर्ड। हेर्नुहोस् है, स्क्रिनमा यहाँ देखाउनेछु, यहाँ हेर्नुहोस्, यहाँ प्रोफेसनल ड्यासबोर्डलाई हामीले एक बार क्लिक गर्नेछौँ। क्लिक गरिसकेपछि चाहिँ यहाँ आउनेछ मोनेटाइजेसन भनेर आउनेछ। मोनेटाइजेसनको उता सामने सी अल्स अरे अल आएको छ, त्यसलाई हामीले एक बार क्लिक गर्नुपर्ने कुरा हुन्छ। त्यसलाई क्लिक गरिसकेपछि चाहिँ मुनि आएको हुन्छ मोनेटाइजेसन भनेर आएको हुन्छ है। त्यो मोनेटाइजेसनलाई चाहिँ हामीले एक बार क्लिक गर्नुपर्ने कुरा हुन्छ। क्लिक गरिसकेपछि चाहिँ मोनेटाइजेसनलाई हामीले क्लिक गरिसकेपछि चाहिँ के आउँछ भनेदेखि स्टारहरू पनि आउँछ, त्यसको मुनिपट्टि सब्सक्रिप्सन भनेर आएको हुन्छ है। सब्सक्रिप्सन आएको हुन्छ। यहाँ सब्सक्रिप्सनमा हामीले एक बार क्लिक गर्ने कुरा हुन्छ। तपाईँले स्क्रिन फोटोमा हेर्नुहोस्, एकताल क्लिक गरिसकेपछि चाहिँ यस्तो तरिकाको इन्टरफेस आउँछ। हेर्नुहोस् एक्टिभ होइन, जो एक्टिभ सब्सक्राइबर कति रहेछ है, 100% कति छ यो हेर्नुहोस्, यो सबै आइरहेको हुन्छ। यसमा चाहिँ हामीले म्यानेजमेन्ट भनेर लेखेको छ। म्यानेजमेन्टको मुनिपट्टि चाहिँ लास्टमा हेर्नुहोस् सब्सक्राइबर लिस्ट भनेर लेखेको छ है। सब्सक्राइबर लिस्टलाई चाहिँ हामीले एक बार क्लिक गरेर हेर्नुपर्छ हुनेछ। अनि क्लिक गरेर हेरिसकेपछि चाहिँ यहाँ हेर्नुहोस् सब्सक्राइबरको लिस्ट यहाँ देखिएको हुन्छ। यसरी इन्टरफेस गरेको हुन्छ, हेर्नुभयो होला हजुरहरूले। र हजुरहरूले पनि यसरी चेक गर्नुहोस् र हजुरहरूलाई चाहिँ कतिजनाले सब्सक्राइब गर्नुभएको रहेछ है, हजुरहरूले पनि यसरी चेक गर्न सक्नुहुनेछ। र हजुरलाई यो भिडियो कस्तो लाग्यो, मन पर्यो भने लाइक, कमेन्ट र सेयर गर्नु नबिर्सनु होला। बाई बाई, सी यू नेक्स्ट भिडियो।